आज चाहिँ हामी मिनानो निहोङ्गो बुकको लेसन 3 को चाहिँ हामी के गर्छौं भन्दाखेरि लेसन 3 को है लेसन 3 को आइसक्यो लेसन 3 को है लेसन 3 को चाहिँ यो फुकुस्यु ए को यो पार्टिकल ग्रामरहरु लेख्छौं हामी है यहाँ ग्रामरहरु लेख्छौं ल लेट्स गो स्टार्ट यसलाई चाहिँ बन्द गरौँ है ल मैले चाहिँ यहाँ लेखेको छु के भन्दा चाहिँ फुकुस्यु ए हैन लेसन 3 को है म यसलाई लेसन पनि लेख्छु यहाँ LESS and लेसन 3 लेसनलाई के हुन्छ भने चाहिँ लेसन 3 लाई चाहिँ के हुन्छ भने चाहिँ सन खा भन्छ है ल मैले चाहिँ लेखिसके यो चाहिँ हामीले आज चाहिँ यसको यो गर्छौं है किन भन्दाखेरि ग्रामरमा अब हामी चाहिँ यहाँ पार्टिकलहरु के लागेको छन् हामी त्यो चाहिँ पढ्छौं है त पार्टिकलमा चाहिँ नम्बर 1 को ए मा चाहिँ के भनेको छ भन्दाखेरि उक्के चुक्के डट दोको देश हैन अब यहाँ चाहिँ हामीले क्वेशन बनाउनु पर्ने रहेछ है ल अब हामी क्वेशन बनाउन लाग्यौं उक्के चुक्के भने के हो भन्दाखेरि सोधपुछ कक्षा कोठा हैन सोधपुछ अब रिसेसन भनौं है सोधपुछ दोको भनेको कहाँ देश भनेको अब यहाँ चाहिँ हामी हार्ड स्टेट गर्दा नि हुन्छ देश पछाडि आउने का अलरेडी आइहाल्यो क्वेशन भइहाल्यो हैन अब त्यसो चाहिँ यहाँ चाहिँ उक्के चुक्के वा भनेको हामी वा पार्टिकल लगाउँ उक्के चुक्के चाहिँ कहाँ छ है यो हामीले फिनिश भइसक्यो अयो हामी चाहिँ यो चाहिँ क्वेशन उक्के चुक्के वा दोको देशका चाहिँ उक्के चुक्के चाहिँ कहाँ छ भइसक्यो अब चाहिँ ए को बी मा चाहिँ के भन्छ आचिरा देश भनेको यो चाहिँ कोचिरा हैन यो चाहिँ कोनो सोनोको पोलाइट फर्म हो आचिरा भनेको उ त्यहाँ छ भनिसक्यो है अब यसको चाहिँ हामीले फिनिश गरिसक्यौं अब नम्बर 2 मा 2 को ए मा लागौं के भन्छ भने वाइन हैन वाइन दोउजो यो चाहिँ अब वाइन है 2 को बी मा चाहिँ वाइन दोउजो हैन दोउजो भने के हो लिनुहोस् हो है दोउजो भने लिनुहोस् अब यो चाहिँ के होला हैन दोइचु हैन दोइचु डट वाइन देश यो चाहिँ अब दोइचु भने अब यो चाहिँ के भन्छ वाइन भएको दोउजो भनेको वाइन लिनुहोस् भएको अब चाहिँ दोइचु नो अब कहाँको भने चाहिँ दोइचुको हैन दोइचु भनेको एउटा ठाउँको नाम भनौं दोइचु वाइन देश दोइचुको दोइचु भनेको कहाँ भने जर्मनीको वाइन हो वाइन भनेको बियर सेयर भनौं वाइन हो अब 2 मा 2 को ए मा है बी सकिसक्यो ए मा चाहिँ के भन्छ आरिगातो गोजाइमास भने है यो चाहिँ फिनिश भइसक्यो अब 3 मा चाहिँ 3 मा के भनेको छ भने चाहिँ 3 को ए मा आनो खाता भनेको उट्यो हैन चाहिँ आनो खाता उट्यो मात्रै आनो खाता डट दोनता देशका भनेको छ दोनता देशका आनो खाता वा दोनता देशका अब यहाँ चाहिँ पोलाइट फर्म के हुन्छ भन्दाखेरि आनो हो खाता हैन यहाँ चाहिँ पार्टिकल वा है चाहिँ अब 3 को बी मा चाहिँ के भन्छ पावा देन्की है देन्की पावा देन्की भनेको लाइट हो है अब इलेक्ट्रिकल लाइट हो भनौं पावा देन्की डट स्युमिटो सन्देश भनेको पावा देन्की हैन अब के भने लाइट को स्युमिटो हैन देन्की को स्युमिटो नो है पावा देन्की भनेको पावा भनेको नाम भयो हैन पावा देन्की भने बिजुलीको हैन सुमितो भनेको सन्देश सुमितो हो यसको बिजुलीको हो भइसक्यो अब 3 को ए मा चाहिँ के लाग्छ आनो खाता डट
पावा देन कि डट डट जा हैन स्याइन देशका भनेर यहाँ चाहिँ के पार्टिकल लाग्छ होला भन्दाखेरि चाहिँ है आनो खत्ता हैन त्यो चाहिँ त्यो पनि पावा देन कि नो हैन नो भनेको को देनकी को इस्या देश भनेको इस्या भने के भने कर्मचारी हो है इस्याइन भनेको कर्मचारी हो अब लाइक हामी गयौं 3 को बी मा गयौं है 3 को बी मा चाहिँ गयौं 3 को बी मा चाहिँ के भनेछ भन्दाखेरि EEA आनो खत्ता अब 3 को बी मा चाहिँ के भन्नु भन्दाखेरि EEA भन्दा खासै हामी EA होइन नो है आनो खत्ता हैन डट डट यो चाहिँ अर्को देखेछ डट डट यो चाहिँ के होला भन्दाखेरि चाहिँ बुराजिरु बेराजुरा भनेको ब्राजिल हैन डट डट सन्देश अब के यहाँ पार्टिकल के लाग्ला भन्दाखेरिमा and then कि वा भनेको दिन कि लाइट चाहिँ सन नन नो नै हुन्छ होला ल के हो भन्दाखेरि यहाँ चाहिँ तल भरि छु यहाँ माथिको है 3 को हामीले चाहिँ भन्नुपर्ने बीमा हो यहाँ चाहिँ ए आनो खत्ता वा हैन आनो खत्ता यहाँ के लेख्छ बिराजिरो नो ब्राजिलको है नो भनेको को यो नो सक्यो ब्राजिल सान्तोसो सन्देश भनेको सन्तोषको हो अब 4 मा चाहिँ हामी के हुन्छ भन्दाखेरि के लाग्छ पावा देन कि भनेको पावा हैन पावा देन कि वा यहाँ चाहिँ वा नै पार्टिकल लाग्दो रहेछ पावा देन कि वा है अब 4 को यहाँ चाहिँ के हुन्छ पावा देन कि वा हैन नान भनेको के भनेर बुझिन्छ हैन पावा देन कि के को भन्नु पर्यो के को भन्दाखेरि नो हैन नो खाइस्या भनेको कम्पनी देशका हो किन एकछिन पावा देन कि वा हैन नान नो भने पावा भनेको एउटा भइहाल्यो नाम भइहाल्यो देन कि भनेको लाइट चाहिँ हैन के को यो लाइट चाहिँ के को हो भन्दाखेरि खाइसेन कम्पनीको हो हैन भइहाल्यो अब 4 को बी मा चाहिँ 4 को बी मा चाहिँ के भनेको छ भन्दाखेरि कुन पिउता हैन कम्प्युटर भनेको कम्प्युटर डट डट खाइस्या देश भनेको कम्प्युटर हैन कम्प्युटर नो कम्प्युटर हैन कम्प्युटरको खाइस्या नको कम्पनी हो कम्प्युटरको हैन खाइस्या भनेको कम्पनी हो भइसक्यो अब चाहिँ हामी 5 को 5 है हामी चाहिँ अब 5 को बी मा जान्छौं कोरे डट डट मिरासन डट डट खासा देशका हैन यसमा चाहिँ भनिसक्छ हामी चाहिँ अब यसलाई क्वेशन बनाउनु पर्ने यहाँ यो आइसकेपछि हामीले क्वेशन बनाउनु पर्ने भयो कोरे वा कोरे हैन कोरे भनेको यो चाहिँ मिरासन हैन मिरासन कोरे भनेको मिरासन नो मिरासनको खासा छाता हो वा हैन कोरे वा मिरा सान भनेको कोरे यो चाहिँ मिरा है मिरा सान भनेको जी हैन मिरा जी को नो भनेको खासा देशका भने हो मिरा जी खासा हो कि न सोध्यो भने चाहिँ अब यसले 5 को ए ले चाहिँ आन्सर के दियो भने ए चिगाइमास हैन होइन फरक हो होइन चिगाइमास भनेको फरक हो अब 5 को सी मा चाहिँ के भन्ने सुमिमासेन भनेको आ भनेको पोलाइड हो है आ भनेको पोलाइड हो आ
कुनी भनेको अब देशको पोलाइट फर्म हुन्छ है त्यसकारणले गर्दा आ सुमिमासेन वातासी आ सुमिमासेन वातासी मेरो भने चाहिँ नो थप्नु पर्यो देश हैन हो अब 5 को बी मा चाहिँ कोनो भनेको यो है यो खागी भनेको चाबी हैन आनो खागी यो चाबी चाहिँ हैन चाहिँ आना हैन आनाता भनेको आनाता तिम्रो हो हैन आनाताको यो प्लेटफर्ममा के लाग्छ भन्दाखेरि आनाता तिम्रो है रो यसलाई को र रो यो चाहिँ एकछिन यसलाई अलि मेन्नु पर्यो यसलाई चाहिँ अलि कोटरल गरेर नो है यो नो हैन आना यो खासा यो छाता चाहिँ तिम्रो यो रो हो भने सोधा चाहिँ यसले 5 को सी ले आन्सर चाहिँ के दियो भने इए वातासी हैन इए वातासी वा हैन अब यहाँ चाहिँ के प्लेटफर्म लाग्छ भने इए वातासी नो है हैन इ नो है इए भनेको होइन इए वातासी नो जारीमा चाहिँ मेरो होइन अब 5 को ए मा चाहिँ के हुन्छ भने आ सोरे हैन यो आ भनेको पोलाइट है आ सोरे त्यो भन्दाखेरि त्यो पोलाइटमा भनेको चाहिँ आ सोरे हैन आ सोरे वा भनेको सोरे त्यो चाहिँ वातासी यहाँ त वातासी नो है वातासी नो कुरुमा अब चाहिँ कुरुमा कारको भन्दाखेरि नो लाग्यो को खागी देश यो चाहिँ कुरुमाको चाबी हो ल फिनिश साथीहरु ल अब अर्को भिडियो चाहिँ अर्को भेटौँला यो पार्टिकलहरु चाहिँ लगाए मबाट के मिस्टेक पनि हुन सकेको हुन्छ म पनि सिकिरहेको हो है त्यही भएर कारणले गर्दा अब आफूले पनि हेर्नु आफूलाई के कस्तो छ त्यही भएर कारण गर्नु होला के मिस्टेक भएछ है साथीहरु यो मिस्टेक भएछ भन्दिनु होला साथीहरु ल